हेलो गाइस, म चाहिँ घाँस काट्नु जाँदैछु पाहाडतिर नि त धेरै गर्मी छ नि त। अनि यतिर चाहिँ शीतल शीतल छ। शीतल शीतलमा चाहिँ घाँस काट्नु मजा हुन्छ नि त। अनि एक मच्छरहरू कतिखेर मच्छरहरू घाँस काट्नु पर्यो भनेको गाइस। घाँसै रुखमा पस्न सकिन्छ भने त घाँस त छ नि त। यसरी आयो अनि यसो रुखतिर हेऱ्यो अनि सकिँदैन नि त रुखमा पस्नु। अनि मजाले बिचको घाँस काट्नु भनेर आएको छु गाइस। धेरै पसिना छ, धेरै छ पसिना। गर्मी छ नि त। अनि घाँस काट्नु आएको छु गाइस। यतातिर बाख्राहरू कराकै गर्दै जति घाँस दियो त्यति नै कराउँछ र बाख्राहरूलाई पनि वाक्कै पो लाग्छ त गाइस। पानी पर्ला जस्तो छ। घाँस काटेर जानु पर्ने। चाहिँ सिबोली बारी त तलसम्म छ। सिबल तर लारी थुप्रो छ नि त। अचेल चाहिँ हामी कोदो नरोप्ने भनेर नै हामीले सबै लाहारी त लगाइदिएको गाइस। लाहारी सिबल तर लगाइदिएको गाइस। घाँस काट्नु पर्यो। अब काटेर जानु पर्यो। यति धेरै फेरि घाम आँखामै लाग्यो त हो। आमामा हेत्तेरिका आँखामा लाग्ने हो। झन् शीतल भनेर आएको त यस्तो गर्मी। धेरै पसिना निस्केको भनेको त यति धेरै पसिना निस्किरहेको छ। आमामा के साह्रो यो पसिना त। गर्मी यति धेरै पसिना यति धेरै पसिना छ कि अरू बेलामा घाँस काट्दैछु भने त छिटो नै बिहानै उठ्ने बित्तिकै। तर म आज बिहिबार बजार गएको थिएँ नि त। अनि घरको सामानहरू